हेलो साथीहरू, आज म हजुरहरूलाई नेपाली स्टाइलमा खसीको भुटन बनाउन सिकाउँदैछु। मैले यहाँ 1 केजी खसीको भुटन लिएको छु र साथसाथै 3टा प्याज, अदुवा, लसुन, 1 स्पुन जिरा लिएको छु र यसलाई मैले मिक्सचरमा मिक्स गरेर यतिको मसिनो बनाएर कचौरामा राखेको छु र मैले आगो बालेर कराई बसाएर पानी हालेर मैले लिएको भुटन पनि यस कराईमा हाली माथिबाट हर्दी लाएर अब चलाउँदैछु। यति गरिसके पछाडि हर्दीले कलर पनि राम्रो देखिने र उमालेपछि सफा हुने भएकोले म यसलाई तातो पानीमा उमाल्दैछु र यति उमालिसके पछाडि यतिको भइसकेको छ हाम्रो भुटन र यसलाई म मसिनो पारेर काट्दैछु र फेरि मैले यसलाई भुट्नको लागि एउटा कराई लिएँ। कराईमा तेल लागे, सम्पूर्ण मसलाहरू पड्काएँ। त्यसपछि मैले अघि सानो पोटीमा केलाको लसुन पनि हालेँ र मैले भुटनलाई केही बेर म भुट्दैछु र मैले यो भुटनलाई सुरुमा केही नलागिकन नर्मल सिम्पल तेल सानो सानो मसलाहरू राखेर भुटे। केही समय यसलाई भुटेर टमाटर लाएर भुटे पछाडि मैले रातो भएपछि निकालेर अर्को बोलमा खनाएँ र त्यो कराईमा रहेको तेलमा मैले अघि पिसेको मर मसला हालेर यसलाई 10 मिनेटसम्म मजाले पकाएर फेरि अघि निकालेको भुटन मैले त्यही मसलाभित्र हालेर यसलाई राम्ररी मिक्स गरिदिएँ। राम्ररी मिक्स गरिसकेपछि हेर्नुहोस् त कस्तो राम्रो कलर र खाना पनि उति नै टेस्टी भएको थियो। हजुरहरूले पनि घरमा यसरी नै सजिलो उपायले बनाउन सक्नुहुनेछ। घरमा आगो बालेर घरको प्योर तोरीको तेलमा बनाउँदा एकदमै मिठो हुने भएकाले बजारको स्वाद बिर्साउँछ र यसलाई यो उपायबाट बनाउनु भयो भने मर मसला नगनाउने तथा धेरै मिठो हुने भएकोले मैले चाहिँ हजुरहरूलाई सजिलो वेमा पकाउने यो आइडिया लिएर आएको छु र यसलाई पनि केही बेरसम्म पकाएर छोपेर गर्नुपर्छ र केही बेर पाकेपछि हाम्रो यस्तो हुन गएको छ भुटन र यसलाई मजाले मसला पाक्छ, भुटन पाक्छ र एउटा कचौरामा बाहिर म निकाल्न गइरहेको छु। कचौरामा निकालेपछि हजुरहरूले हेर्न सक्नुहुनेछ। हेर्दै कस्तो खाउँ देखिरहेको छ र मेरो त भुटन रेडी भयो। अब हजुरहरू पनि हेर्नु होला, मेरो च्यानललाई लाइक सब्स्क्राइब गरिदिनु होला। Thank you for watching.